हेलो साथीहरू, नमस्ते सम्पूर्णमा। म चाहिँ यो के भन्छ टेम्के डाँडामा आइपुगेको छु आज। टेम्के डाँडामा चाहिँ साथीहरू आइपुग्नुको लागि म 3 चोटि जति चाहिँ लडेँ अनि यस्तो धेरै गाह्रो है, यति धेरै चिसो साथीहरू। त्यही पनि म चाहिँ कहिले पनि आएको थिइनँ नि त यो टेम्केमा। अनि आज चाहिँ जतिसुकै गाह्रो भए पनि जे भए पनि म चाहिँ आज टेम्के नपुगी चाहिँ नफर्किने भन्ने हिसाबले चाहिँ म घरबाट हिँडेको थिएँ। साथीहरू मेरो हालत हेर्नु न, यस्तो भएको छ कि के कुरा गर्नु, यति धेरै चिसो छैन। अनि आज चाहिँ फेरि यहाँबाट खतरा हिमाल देख्छ भनेर कस्तो एक्साइटेड भएर आएको थिएँ, तर बादलले गर्दाखेरि हिमाल चाहिँ देखिनु पाएन, हिमाल नै देखिएन। अनि हिमाल नदेखे पनि ठाउँ चाहिँ एकदम धेरै राम्रो रहेछ। म चाहिँ एकदम धेरै ह्याप्पी भएँ क्या यो ठाउँमा आएर, धेरै खुसी भयो नि त। अनि यसो अलिअलि भिडियो क्याप्चर पनि गर्दैछु, यता हेर्छु उता हेर्छु। यो त आँखाले देखे जस्तो भिडियोले, मेरो मोबाइलले यो भिडियो चाहिँ ठाउँ चाहिँ क्याप्चरै गर्नु सकेको छैन जस्तो फिल हुन्छ कि मलाई चाहिँ। त्यही पनि मैले चाहिँ यसो आफूले सक्ने भिडियो बनाएँ जस्तो होइन। अनि यति धेरै चिसो थियो, यस्तो चिसो थियो साथीहरू, धन्न मौसमले साथ दिएको थियो अनि घाम लागेको भएको भएर चाहिँ एकदमै रमाइलो भएको थियो साथीहरू। तपाईँहरूलाई पनि यो ठाउँमा जानु मन लाग्छ भनेदेखि आउनु होला साथीहरू, एकदमै राम्रो छ, यस्तो राम्रो छ साथीहरू।